ल हेर्दा हेर्दै दसैँ पनि नजिकै आयो। अनि हजुरहरूलाई चाहिँ कतिको दसैँ लागिरह? मलाई चाहिँ यसपालि किन हो किन खासै त्यति रमाइलो लागेको छैन कि। जस्तो पहिलाको जस्तो चाडबाड आएपछि हर्ष उमङ्ग छाउँछ नि, त्यो चाहिँ यसपालि कदापि यति पनि छाएको छैन कि। यो दसैँ चाहिँ मेरो विवाह पछिको दोस्रो दसैँ थियो है। पहिलाको दसैँ पनि विवाह सँगसँगै थियो नि त, राम्रोसँग चाडबाड मनाउन पाइनौँ होइन। एउटा दुईजना भइसकेपछि एकजना घर देशमा एकजना परदेशमा, यो बाध्यता हो कि के हो के भनौँ, मैले यसलाई के को नाम दिउँ है। गाह्रो रहेछ के, गाह्रो छ नि परदेशीको श्रीमती भएर घरमा बस्नु पनि। देख्ने सुन्नेहरूलाई त सजिलै छ, बसेकै छ, खाएकै छ, रमाएकै छ, के छ टेन्सन भन्ने हुन्छ। तर यो दूरी सहन गर्न कतिसम्म गाह्रो हुन्छ भन्ने कुरा चाहिँ त्यो सहने व्यक्तिलाई मात्र थाहा हुँदो रहेछ कि। टाढा बस्नुको पीडा है। ठिकै छ, अब यो साल यस्तै भयो है, टाढा टाढै बसेर चाडबाड मनाउनु पर्यो, केही छैन। अब आउने साल आउने चाडबाडहरू सँगै मनाउने आशमा, सँगै हुने आशमा चाहिँ यो चाडलाई हामी भित्र्याउँदैछौँ। घरमा जतिजना सदस्य हुनुहुन्छ त्यतिजना बसेर चाडबाड मनाउँदैछौँ। अहिले चाहिँ मम्मी ड्याडी म हामी 3 जना मात्रै छौँ घरमा। अनि अब आज फुलपातीको दिन हजुरहरूले चाहिँ के गर्दै हुनुहुन्छ, कसरी बितिरहेछ हजुरको समय चाहिँ। आज चाहिँ मैले फुलपातीको दिन चाहिँ घरमा अलिअलि मिठो असिनो जे हुन्छ जतिजना छौँ। अब के गर्नु, टेन्सन गरेर पनि के छ र, टेन्सन गरेर हुने पनि के नै पो हो र होइन। अब सम्झना चाहिँ आउने के, टाढा हुने, टाढा बस्नु भएको छ झन्। अब विदेशमा भइसकेपछि चाहिँ लास्टै कति टाढा टाढा हुनुहुन्छ जस्तो फिल हुने के। यो विशेष चाडबाड आएपछि चाहिँ लास्टै सम्झना आउने के। खै अब के भन्ने होला। अब ठिकै छ, अब आउने साल सँगै हुन्छौँ, सँगै बसेर चाडबाड मनाउने छौँ है। हामी यहाँ घरमा बसेर सहनलाई त यति गाह्रो भएको छ भने बाहिर बसेर सहनेलाई कति गाह्रो भएको होला कि। उहाँहरूलाई कति याद आउँछ होला कि आफ्नो देश, आफ्नो परिवार है। यस्तै हो, केही छैन। यो एउटा चाहिँ हाम्रो चाहिँ पैसाको अगाडि सबै कुरा बाध्यता होइन। पैसाको अगाडि पैसाले केही पनि नहेर्ने रहेछ क्या। चाडबाड, घर, आफन्त, छिमेकी, इष्टमित्र केही नै। यसैले ठिकै छ। अब आगामी दिनहरूमा हामी सँगै हुने बाचासहित यसपालिको दसैँ